कलाकार तथा लोकदोहोरी गायक सागर विशीले गरे सुटुक्क विवाह। सीमा थापा भावुक हुँदै लेखिन् यस्तो स्टाटस। आदरणीय दर्शकवृन्द नमस्कार। आज हामी तपाईँहरूको माझमा पछिल्लो समयका साङ्गीतिक जोडी गायक सागर विशी र गायिका सीमा थापाको बीचको बिछोड र गायक सागर विशीले गरेको धुमधामसँग विवाहको बारेमा चर्चा गर्नेछौँ। भिडियो अन्तिमसम्म हेरेर हामीलाई साथ दिनुहोला। भिडियो कहाँबाट हेर्दै हुनुहुन्छ त्यो पनि जानकारी कमेन्टमा लेखेर च्यानलमा नयाँ हुनुहुन्छ भने कमल नेपाली युट्युब च्यानललाई सब्सक्राइब गरेर जोडिनुहोला। नेपाली लोकदोहोरी क्षेत्रमा सबैका लोकप्रिय बन्दै गएको जोडी हो सागर विशी र सीमा थापा। तर केही समय यताबाट उनीहरूको तालमेलको कारण बिछोडिएको थियो। त्यसै क्रममा सागर विशीले सुटुक्क धुमधामसँग विवाह बन्धनमा बाँधिएका छन्। सागर विशी अरेन्ज म्यारेज हो या लभ म्यारेज हो अझै खुल्नमा आएको छैन। तर उनले सपना सुनारसँग लगनगाँठो कसेका छन्। त्यसै क्रममा सागर विशीले आज बिहान फेसबुकमा आफ्नो श्रीमतीलाई स्वीकार गर्दै सुख पाए पनि दुःख पाए पनि तिम्रै काखमा सिरानी हुनेछ प्यारी, जीवनको सबै खुसी दिने प्रयास गर्नेछु भन्दै फेसबुकको माध्यमबाट जानकारी गराएका छन्। त्यस्तै उनकी साङ्गीतिक जोडी सीमा थापाले पनि फेसबुकमा एउटा स्टाटस छोडेकी छिन्। उनी भन्छन्, किन यस्तो निर्दयसँग भेट हुन भयो, मलाई फुल्न सक्ने गरायो न त मलाई भुल्न सक्ने गरायो, मलाई सुकाएर आफू फुल्न चाह्यो भन्दै फेसबुकमा हृदयघाट एउटा स्टाटस छोड्दै एउटा फोटो तस्बिर सामाजिक सञ्जालबाट दर्शकहरूको माझमा सेयर गरेकी छिन्। यसको कारण के हो बुझ्न पाएका छैनौँ। सागर विशीलाई वैवाहिक जीवनको अनगिन्ती शुभकामना र फेसबुकमा रहनुभएका दर्शक लगायत कलाकार सहकार्य साथीहरूले पनि उनलाई विवाह बन्धनमा बाँधिएको शुभकामना दिइरहेका छन्।